विश्व राजनीति र हाम्रा आफ्नै राष्ट्रिय नीतिहरू अहिले कुन दिशामा जाँदैछन् त? पक्कै पनि यो धेरैको चासोको विषय हो। आजको यस विशेष प्रस्तुतिमा हामी 2082-83 अर्थात् सन् 2025 र 26मा भएका र हुने तय भएका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनहरूको सटीक विश्लेषण गर्दैछौँ। यी ऐतिहासिक भेलाहरूले कसरी आउँदो समयको नयाँ मार्गचित्र कोर्दैछन् भन्ने कुरा तथ्य र त्यसको प्रभावको आधारमा खिलाउनेछौँ। आउनुहोस् सुरु गरौँ। आजको हाम्रो छलफल मुख्य गरी 5वटा विषयमा केन्द्रित रहनेछ। सुरुमा वातावरण र जलवायु, त्यसपछि विज्ञान र सुशासन, अनि भू-राजनीति, विकास र वित्तपोषण, र अन्त्यमा आगामी मुख्य सम्मेलनहरूको एउटा विस्तृत क्यालेन्डर पनि हेर्नेछौँ। सबैभन्दा पहिले कुरा गरौँ अहिलेको सबैभन्दा जल्दो बल्दो मुद्दा, वातावरण र जलवायु परिवर्तनको। विश्वस्तरदेखि हाम्रै स्थानीय स्तरसम्म के कस्ता नीतिहरू बन्दैछन् त? ब्राजिलको बेलममा सन् 2025 नोभेम्बर 10देखि 21सम्म चलेको कोप 30 को विशाल भेला साँच्चै नै ऐतिहासिक रह्यो। अमेजन जंगलकै बीचमा भएको यो सम्मेलनले विश्वको ध्यान खिच्नु अस्वाभाविक थिएन। यस महत्त्वपूर्ण मञ्चमा नेपालको तर्फबाट तत्कालीन कृषि मन्त्री डाक्टर मदन प्रसाद परियारले सहभागिता जनाउनु भएको थियो। विश्वको नजर अहिले जलवायु सङ्कट समाधानमा केन्द्रित छ र यो सम्मेलन त्यसैको एउटा कडी हो। अब कुरा गरौँ यो सम्मेलनका मुख्य उपलब्धिहरूको। कोप 30ले साँच्चै नै दूरगामी प्रभाव पार्ने 4वटा ठूला निर्णयहरू गरेको छ। पहिलो, सन् 2035सम्मका लागि सबै राष्ट्रहरूले एनडिसी 3.0 लागू गर्ने पक्कापक्की गरेका छन्। दोस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण कुरा, विकासोन्मुख देशहरूले पाउने जलवायु अनुदान अब सिधै तेब्बर बनाइने भएको छ। यो भनेको निकै ठूलो राहत हो। यसका साथै विश्वको तापक्रम वृद्धिलाई 1.5 डिग्रीमै रोक्ने प्रतिबद्धता र अमेजन जंगल संरक्षणका लागि छुट्टै विशेष कोषको स्थापना हुनुलाई गेम चेन्जर नै मान्न सकिन्छ। विश्वव्यापी मञ्चबाट अब हाम्रै देशभित्र फर्कियौं। 2082 साल नेपालका लागि वातावरणीय हिसाबले निकै मन्थनको वर्ष बन्यो। जेठ 2 देखि 4 गतेसम्म काठमाडौँमा सगरमाथा संवाद आयोजना भयो, जसले 25 बुँदे सगरमाथा कल फर एक्सन जारी गर्यो। त्यस्तै वैशाख 4 र 5 गते खोटाङमा अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन सम्पन्न भयो, अनि मङ्सिर 26 र 27 गते ललितपुरमा बाह्य मिचाहा प्रजाति सम्बन्धी पहिलो राष्ट्रिय कोप 1 पनि आयोजना भयो। यी लगातारका प्रयासहरूले के देखाउँछन् भने जलवायु सङ्कटको न्यूनीकरण नेपाल अब पर्खेर बस्ने पक्षमा छैन। अब लागौं हाम्रो दोस्रो मुख्य विषय वस्तुतिर, विज्ञान, प्रविधि र सुशासन। राष्ट्रिय प्रणालीलाई आधुनिक बनाउन के कस्ता पहलहरू भइरहेका छन् त? अहिले संसारभरि आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआई र स्नायु विज्ञानको जुन लहर छ त्यो अब नेपालमा पनि राम्रैसँग छाइसकेको छ। असार 4 र 5 गते काठमाडौँमा न्युरोकन 2 अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो। अनि एआई प्रविधिको बढ्दो प्रभावलाई मध्यनजर गर्दै भदौ 21 गते ललितपुरमा दोस्रो एआई सम्मेलन पनि आयोजना भयो। यही सन्दर्भलाई भारतको नयाँ दिल्लीमा तय भएको एआई इम्प्याक्ट समिट 2026सँग जोडेर हेर्ने हो भने हाम्रो यो पुरै दक्षिण एसियाली क्षेत्र नै प्रविधिको दौडमा कति छिटो अगाडि बढिरहेको छ भन्ने प्रश्न हुन्छ। प्रविधि सँगसँगै सार्वजनिक सेवा र सुशासनलाई कसरी बलियो बनाउने भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण छ। यसै सिलसिलामा लोकसेवा आयोगको 6औं सम्मेलन 2082 चैत्र 29 र 30मा पोखरामा सम्पन्न भयो। र एउटा रोचक कुरा, अब 7औं सम्मेलन चाहिँ मध्य प्रदेशमा हुँदैछ। मध्य प्रदेशकै कुरा गर्दा जनकपुरमा असार 10 र 11 गते पहिलो राष्ट्रिय शिक्षा सम्मेलन आयोजना गरियो। उता जेठ 23 र 24 गते विराटनगरमा भेला भएका मेयर र उपमेयरहरूले 20 बुँदे घोषणापत्र जारी गर्दै स्थानीय सरकारको भावी कार्यदिशा नै तय गरेका छन्। यी कदमहरू सुशासनका लागि निकै सकारात्मक सङ्केत हुन्। हाम्रो तेस्रो खण्डमा अब अलिकति ठूलो चित्र हेरौँ, भू-राजनीति र आर्थिक सम्मेलनहरू, जसले विश्व शक्तिको सन्तुलनलाई नै नयाँ आकार दिइरहेका छन्। सन् 2025 कूटनीतिको हिसाबले कति व्यस्त रह्यो भने ठूला सम्मेलनहरूको ताती नै लाग्यो। नेपालकै कुरा गर्दा अप्रेलमा थाइल्याण्डमा भएको बिम्स्टेक सम्मेलन र अगस्टमा तुर्कमेनिस्तानमा भएको भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता रह्यो। यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाजलाई पक्कै पनि बुलन्द बनाएको छ। त्यस्तै विश्व राजनीतिलाई नै तरङ्गित गर्ने गरी जुलाईमा ब्रिक्स सम्मेलन, अगस्त-सेप्टेम्बरमा साङ्घाई सहयोग सङ्गठन अर्थात् एससीओ र नोभेम्बरमा दक्षिण अफ्रिकामा G20 सम्मेलन सम्पन्न भए। यी भेलाहरूले विश्वको शक्ति सन्तुलनमा साँच्चै नै नयाँ आयाम थपेका छन्।
विशेष गरी ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न 17औं ब्रिक्स शिखर सम्मेलनका निर्णयहरूले त विश्व अर्थतन्त्रमै एउटा ठूलो हलचल ल्याइदिएका छन्। यहाँ दुईवटा कुरा एकदमै महत्त्वपूर्ण छन्। पहिलो, अमेरिकी डलरप्रतिको निर्भरता घटाउन आफ्नै स्थानीय मुद्रामा व्यापार गर्ने सम्झौता, र दोस्रो, अन्तर्राष्ट्रिय संस्थाहरूमा ग्लोबल साउथ अर्थात् विकासशील देशहरूको प्रतिनिधित्व बढाउने साझा सहमति। यी निर्णयहरूलाई तटस्थ रूपमा हेर्ने हो भने पनि विश्व अर्थतन्त्रमा अब एउटा मात्र विकल्प छैन है भन्ने प्रष्ट सन्देश गइरहेको देखिन्छ। एसियाली क्षेत्रीय अर्थतन्त्रको कुरा नगरी यो विश्लेषण पूर्ण हुँदैन। चीनमा सम्पन्न साङ्घाई सहयोग संगठनको 25औं शिखर सम्मेलनले एससीओ आर्थिक विकास रणनीति 2035लाई औपचारिक रूपमै अनुमोदन गरेको छ। यसको मुख्य फोकस भनेको सुरक्षित आपूर्ति श्रृङ्खला र डिजिटल अर्थतन्त्र हो। यसले आउँदा दिनमा एसियाली व्यापारलाई पक्कै पनि नयाँ दिशा दिनेछ। साथै मलेसियामा सम्पन्न आसियान सम्मेलनहरूले पनि यही क्षेत्रीय सहकार्य र आर्थिक एकताको भावना अझ मजबुत बनाएको हामीले पायौं। हाम्रो चौथो विषयवस्तु रहेको छ विकास र वित्त पोषण। अन्तर्राष्ट्रिय वित्तीय संरचनामै कसरी सुधारको माग उठिरहेको छ त्यसबारे छोटो चर्चा गरौं। हेर्नुस्, विकासोन्मुख देशहरूको वैदेशिक ऋणको बोझ अहिले यति धेरै बढेको छ कि अब पुरानो अन्तर्राष्ट्रिय वित्तीय संरचनाले मात्र काम गर्दैन भन्ने आवाज एकदमै चर्को भइसकेको छ। स्पेनमा सम्पन्न राष्ट्रसङ्घको विकासका लागि वित्त पोषण सम्मेलनले ठ्याक्कै यही कुरालाई सम्बोधन गरेको छ। यो साँच्चै नै ऐतिहासिक कदम हो। यसको साथसाथै कतारको दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक शिखर सम्मेलन र काठमाडौँमा गैर आवासीय नेपाली सङ्घले जारी गरेको 12 बुन्दे घोषणापत्रलाई सँगै राखेर हेरौं। यी दुवैले पुँजी र सामाजिक न्यायलाई सँगसँगै कसरी अगाडि बढाउन सकिन्छ भन्ने एउटा स्पष्ट मार्गचित्र कोर्ने प्रयास गरेका छन्। अब हामी अन्तिम खण्डमा आइपुगेका छौं। भविष्यतर्फ हेर्दै सन् 2026 को लागि तय भएका मुख्य सम्मेलनहरूको पात्रो कस्तो छ त? यो क्यालेन्डर विशेष गरी नीति निर्माणमा चासो राख्ने र परीक्षाको तयारी गरिरहेकाहरूका लागि एकदमै उपयोगी हुन सक्छ। सन् 2026 का लागि तय भएका यी 11वटा मुख्य विश्व सम्मेलनहरूले आगामी कूटनीतिको दिशा तय गर्नेछन्। सरल रूपमा भन्नुपर्दा 81औं राष्ट्रसङ्घीय महासभा न्युयोर्कमा, G7 फ्रान्समा र G20 अमेरिकाको मियामीमा हुँदैछ। जलवायुको लागि महत्त्वपूर्ण मानिने कोप 31 र नाटो सम्मेलन दुवै टर्कीमा तय भएका छन्। यसैगरी 18औं ब्रिक्स सम्मेलन हाम्रै छिमेकी देश भारतमा, आसियान फिलिपिन्समा र 7औं बिम्स्टेक बङ्गलादेशमा हुनेछन्। यो व्यस्त पात्रोले के देखाउँछ भने आगामी वर्ष पनि भूराजनैतिक मञ्च निकै तातो रहने पक्का छ। आज हामीले जलवायु कोषको तीव्र वृद्धिदेखि लिएर ब्रिक्सको स्थानीय मुद्रा सम्झौता र एससीओका नयाँ रणनीतिहरूसम्मको विस्तृत चर्चा गर्यौं। यी सबै तथ्य र नीतिगत परिवर्तनहरूलाई एकै ठाउँमा राखेर हेर्दा अन्त्यमा एउटा गम्भीर प्रश्न उब्जिन्छ कि सन् 2025 र 2026 को यो समयावधि विकासशील राष्ट्रहरू अर्थात् ग्लोबल साउथको अर्थतन्त्र र विश्वव्यापी प्रभावका लागि एउटा साँच्चीकै ऐतिहासिक टर्निङ पोइन्ट साबित होला त? तथ्य र घटनाक्रमहरूले त पक्कै पनि त्यही इशारा गरिरहेका छन्, तर यसको अन्तिम परिणाम भने भविष्यले नै बताउनेछ। यसबारे हामी सबैले गम्भीर भएर सोच्न जरुरी छ।